ल साथीहरू, आज यो चाहिँ हाम्रो धनकुटा जिल्ला साँगुडी गाडी 3 मा चाहिँ होइन यस्तो यो ठुलो पत्थरहरू देख्न सक्नुहुन्छ। यो ढुङ्गा, यो सब ढुङ्गा हो होइन, हेर्नुहोस् त। अनि यो ढुङ्गामा चाहिँ यस्तोरी एउटा दुलो अथवा एउटा भाँडा जस्तै देखिन्छ है। यहाँ भित्रको दृश्य अँध्यारो हुँदैन रहेछ, यस्तरी कपिएको छ। यो ढुङ्गाभित्र यस्तो छ है। अनि अब तपाईँहरूलाई म साउन्ड पनि सुनाउन सक्छु। यो भित्र चाहिँ सुन्नुभयो नि, भाँडै जस्तो बज्छ होइन साथीहरू। यो अब कुन साल र कहिले हो भन्ने कुराहरू, कहिले यसरी भएको भन्ने कुरा चाहिँ हामीलाई पनि एक्ज्याक्टली थाहा भएन होइन। यो चाहिँ धेरै अगाडि हाम्रो पुस्ताहरूले चाहिँ हेर्नु त यो दुलो धेरै अगाडि पुस्ताहरूले चाहिँ यो कपेको हो या अथवा यो प्रकृति नै यस्तो थियो होइन। आज यो ठाउँमा हामी यसो भ्रमण गर्दैछौँ र त्यसैको दृश्य तपाईँहरूलाई देखाउन चाहेको। तपाईँहरूलाई थाहा छ भने यसो कमेन्टमा गरिदिनु होला है। भन्दै हेर्नु, यस्तो पथारमा अब यो कसरी बन्यो भन्ने कुरा हामीलाई पनि थाहै भएन। एउटा पर्यटक क्षेत्र जस्तो पनि भएको छ होइन। यो पत्थरभित्र त्यो यो धुलो चाहिँ, अनि भित्र चाहिँ ठुलो भाँडा जस्तो छन्। भन्दै यो मेरो पुर्खौली जन्मस्थल ठाउँ पनि हो र मेरो गाउँ चाहिँ यहाँ पर पर्छ। धेरै देखिँदैन रहेछ, थोरै थोरै मात्रै। भन्दै यहाँ चाहिँ हाम्रो साथीहरू पनि भाडालाङ हेर्नु भनेर चाहिँ होइन एकदम जोडो गरेको थियो। तल सेतो टिन देख्नु भयो नि, त्यहाँदेखि अलिक पर उ त्यो चाहिँ उयो चाहिँ गोरेको घर है, गोरेको घर। गोरे त चिनेको नि होइन, आइरहेको छ नि हाम्रोमा। अनि अब हामी फेरि यो भाडालाङलाई चाहिँ दर्शन गरिसकेर फेरि उकालै फर्किरहेको छौँ है। यहाँ चाहिँ अलिकति बाटोको लागि समस्या रहेछ होइन। यहाँ थोरै मास्तिरदेखि चाहिँ मान्छे हिँड्नेको लागि चाहिँ सिँढीहरू बनाइदिएको रहेछ। राजकुमार दाइ, अनि तपाईँलाई यो ढुङ्गा चाहिँ कसले कपेको जस्तो लाग्छ? हजुर, सत्यजुगमै होला सायद होइन। ल साथीहरू, यहाँदेखि चाहिँ माथि यो सिँढी बनाइसक्नु भएको रहेछ। यही अघि देखाएको ढुङ्गाको दुलोमा आउनुको लागि गलियो। आमा माथि गाडीमा पुग्दा ओर्दा त अनि भिडियो त लामो हुने रहेछ गाइज। अगाडि हाम्रो दाइहरू हिँड्दै हुनुहुन्छ, एकदम लट्ठी टेकेको अवस्था छ है। ठाडो अनि परको चाहिँ हामी याक्ते भन्छौँ। त्यो डाँडादेखि उतापट्टि चाहिँ ठ्याक्कै धनकुटा बजार हो होइन। यता भने बुढीमराङ धेरै गाह्रो छ यो उकालो हिँड्नु। अनि गाडीसम्म पुग्दा ओर्दा त भिडियो पनि लामो भइजाने रहेछ। साथीहरूलाई आज म यति नै देखाउन चाहेँ है। यो मेरो पुरानो जन्मस्थल ठाउँ पनि थोरै जुम नहुने पो रहेछ। ल साथीहरू, मेरा सम्पूर्ण मित्र साथीहरूलाई यति भन्दै आजलाई बाई बाई होइन। यो मेरो भिडियोलाई लाइक, कमेन्ट र सेयर अनि सब्सक्राइब पनि गरिदिनुको लागि सम्पूर्ण साथीहरूलाई मैले अनुरोध गर्न चाहेँ।